हाम्रो सबै साथीभाइ दाजुबहिनी दिदीभाइहरूलाई आज म एउटा यसो सानो एउटा भिडियो बनाइराखेको छु। तपाईँले घर देख्नुहुँदैछ। यो घर देख्दै गर्दा तपाईँले के देख्नुहुँदैछ है। अनि यहाँनिर यसरी कपडाले लुगाले बारिएको छ। हेर्नुहोस्, यहाँ पनि घर छ एउटा है। यो पनि तपाईँ देख्नुहुँदैछ यो घर है। अनि यो घरहरू देख्दै गर्दाखेरि तपाईलाई कस्तो फिल हुन्छ है। हामी परमेश्वरका छोराछोरी हौँ है। अनि आज हामी यहाँ जग्गामा गोस्पेल गर्न आएका छौँ। यो भाडा घर भन्ने जग्गामा। अनि यो घरहरू देख्दै गर्दाखेरि चाहिँ मलाई के लाग्यो भनेदेखि हामी कति धनी छौँ है। हामी असल बेड, असल घर, असल रुम, दामी बेडरुम, दामी किचन, दामी दामी खाना त्यो टेबलमा, अनि दामी दामी टोइलेट बाथरुम, हामी कति फेसिलिटीमा छ। तर आजको दिन है यो घरहरू हेर्दै गर्दाखेरि कति दुःख लाग्छ क्या। परमेश्वरले हामीलाई कति माथि राखेको छ। अनि तपाईँहरूले पनि घरहरू हेर्दै गर्दा तपाईँहरूको हृदय दुख्नुपर्छ क्या। कहिले पनि हाम्रो जीवनमा हामीले घमण्ड गर्नु हुँदैन हाम्रोमा छ भनेर है। किनभने घमण्ड भन्ने कुरा चाहिँ हामीभित्र कहाँबाट आउँछ भन्ने कुरा त्यो सबैलाई थाहा भएको कुरा हो है। अनि यो सानो भिडियो मैले तपाईँहरूको लागि बनाएको है। अन्य नसोचिदिनुहोस् होला। तर हामी विचार्दै गर्दा, हामी सोच्दै गर्दाखेरि, हामी देख्दै गर्दाखेरि हाम्रो हृदयहरू साँच्चै दुखेको हुनुपर्छ है। अनि हेर्नुहोस् यहाँनिर है यो सायद टोइलेट बाथरुम हो, टोइलेट हो है। अनि यो घरहरू छ यहाँनिर काठले बनाएको, तपाईँ देख्दै हुनुहुन्छ। यो बाहिर यस्तो छ है। अनि यो घरभित्रको दृश्य कस्तो होला, यहाँ बस्ने व्यक्तिको है जीवनशैली कस्तो होला, जसलाई हामीले तुलना गर्न सक्दैनौँ। मान्छेको जीवनमा है हामी धनी पनि छौँ, हामी गरिब पनि छौँ है। हामी मिठो मिठो खाने पनि छ, तर हामी एक टाइम हामी नखाने पनि छौँ। सायद धेरैको घरमा दामी दामी खानेकुराहरू छ, तर धेरैको घरमा पनि छैन। अनि मेरो सानो भिडियो तपाईँहरूलाई है अनि नसोचिदिनुहोस् होला। अनि मलाई लाग्छ यो हृदय दुख्नुपर्छ हाम्रो। हामी बाटोमा हिँड्दै गर्दा, बजारमा हिँड्दै गर्दा मान्छेलाई देख्दै गर्दाखेरि उनीहरूलाई हेर्ने हाम्रो दृश्य कस्तो होला। सिलौटो बस्तीको दिदी, यो सिलौटो हो अचार पिस्ने है। दिदी म एकछिन भित्र आउन सक्छु? एकछिन भित्र आउन सक्छु? सानो भिडियो गर्छु नि ल। यहाँ हेर्नुहोस् है, यस्तो छ मान्छेको जीवनमा जिउने शैलीहरू। तपाईँहरू हेर्नुहोस्, तपाईँहरूको किचनहरू कति दामी होला। तर यो किचन हेर्नुहोस् जहाँ है, यो चाहिँ बस्तीको घर हो।